साथीलाई बोलाएर कन्टिन्यू महासङ्घमा भोलि सबैजना महासङ्घमा आउनुहोला। सबैजना अब हामीले एरियामा एरिया पुगेर 10-10 जिम्मेवारी दिएर सरकार सुरु गर्छौँ। कुन एरिया काठमाडौँको आउट अफ रिङ रोड पुरै कब्जा गर्छौँ। हामी पुरै कब्जा गर्छौँ। हामीलाई शान्तिपूर्ण तरिकाले धेरै खुस्याउने खुस्याइयो हामीलाई अब सबै साथीहरू यता आउनुहोस्। हामी यो अवस्थामा हुँदा पनि सरकारले प्रधानमन्त्री कार्यालयमा पनि हामीले सम्पर्क गरिराखेका छौँ, गृह मन्त्रालयमा पनि सम्पर्क गरिराखेका छौँ, सहकारी मन्त्री सिन्हाजुलाई पनि फोन हानिराखेका छौँ। अनि सिन्हाजुलाई यहाँनिर भित्रबाट ठगी हो किन्ते कागज हेर्नुहोस्, यो किन्ते कागज बनाएर उनलाई पनि दिने काम भयो। अभियुक्तलाई उन्मुक्ति दियो जसले 1.5 अर्ब ठगी गरेका छ। उसलाई यो समस्याग्रस्त व्यवस्थापनको कार्यालयले एउटा पत्र पठाएकै आधारमा निर्दोष छ भन्ने पत्र पठायो। पैसा तिर्नुपर्ने होइन।